माननीय आशिकाज्यूले जसरी कुरो उठाउनु भयो यो कुरो एकदमै जायज छ। राजसभाको मित्रहरूले अर्थात् सांसदहरूले चाहिँ यसरी नै कुरो उठाउनु पर्ने हुन्छ र यो सरकारलाई ट्र्याकमा लानुपर्ने हुन्छ। यसरी नै कुरो उठाउनु भयो भने चाहिँ राजसभा को सरकार चाहिँ सफल हुनेछ। जसरी हर्क साम्पाङले यसरी कुरो उठाइराख्नु भएको छ त्यसरी नै हजुरहरूले पनि उठाइराख्नु होला। यो कुरोलाई एकदम सलाम गर्छु म र जनताले पनि यो कुरो निहालिराख्नु भएको छ। कसले कति योगदान गर्नुभएको छ भन्ने कुरा त आगामी दिनमा जनताले मूल्याङ्कन गर्नुहुनेछ र यो आशिकाजीको कुरो एकचोटि सुनेर हजुरहरूले नि कमेन्ट गरिदिनु होला। माथिबाट पहिरो झरिरहेछ, मान्छे ओडारभित्र गएर बसिरहेछ। मान्छे अब कोहीको के अरे धन हुनेको धनमाथि धनै धन, गरिबको के बोल्दैन को भने जस्तो एकदमै कामै अहिलेसम्म हामी त अब नयाँ सरकारमा छौँ होइन। अब आउने हाम्रो सरकारले चाहिँ एकदमै काम गर्नुपर्छ। किन भन्दा 40-50 वर्षसम्म चाहिँ नेपाली जनतालाई चाहिँ गरिब बनाएरै राखेको हो कि। र यहाँ जोसँग पैसा छ उसँग 200 बिघा जग्गा छ, अनि जोसँग तपाईँको एक आँगा पनि जग्गा छैन ऊ चाहिँ सुकुम्बासी टोलमा नगएर कहाँ गएर बस्छ त? सुकुम्बासी खोर फाल्ने ठाउँमा ओडारको भित्र है, अनि त्यो कतिखेर ढुङ्गा झर्छ भनेर कुरेर बस्ने त्यस्तो ठाउँमा है, भित्तातिर जङ्गलतिर है, त्यसरी गएर कतिखेर बाघ भालुले आएर मर्नुपर्छ होइन। झुब्रोतिर कतातिर 2-3वटा लाठीहरू गाडेर त्यसरी बस्न परिरहेको छ। भूमि सुधार भनेपछि त भूमि त्यो नाप्ने र अनि लाल पूर्जा दिने मात्रै काम हो त भूमि सुधारको काम? त्यो त होइन होला नि त। भूमि सुधारको पनि त होला नि त कामहरू। उहाँले जुन काम गर्दा भने मैले त बुझ्दै बुझिनँ। हाम्रो सचिवज्यूले मन्त्रालयको सचिवले सरर भन्नुभयो, त्यो कस्तोसँग भन्नुभयो नि, त्यो पुराण पढे जस्तरी त्यो खरर भन्नुभयो। त्यो त्यसरी त्यो पनि हामीले बुझ्दा नि बुझेनौँ। र मलाई के लाग्छ भने भूमि सुधार भनेपछि माटोको रक्षाको लागि सुधार हुने मूलक कार्यक्रमहरू हुनु पर्यो। र अनि निवारण, गरिबी निवारण भनेपछि गरिबी निवारण भनेपछि रोजगारीको कुरा आउला नि त। जग्गा वितरण गर्नु मात्रै त होइन होला नि। जग्गा वितरण त गर्यो, राज्यले गर्यो, तर खाने केले? जग्गा हेरेर मात्रै बस्ने त होइन। रोजगारी सम्बन्धीको कार्यक्रम त जोडिनु पर्यो नि त्यो यसमा, यो मन्त्रालयभित्र। त्यो भनेर भन्न चाहन्छु।